बुद्धले पनि सेवा फेब्रुअरी 1बाट दिने भनेर चाहिँ उसले आफ्नो अफिस पनि स्थापना गरिसक्यो, काउन्टर पनि निर्माण गर्नको लागि उसले आफ्नो प्राविधिक ल्याएर जाँच सबै गरेर चाहिँ गएको छ। फेब्रुअरी 1बाट निश्चितै भइसकेको छ, उसको सेवा सुचारू नै हुनेछ। मधेश दर्पण यूट्यूब चैनल के एकने लाइक शेयर आ सब्सक्राइब करू। प्लीज सब्सक्राइब मधेश दर्पण यूट्यूब चैनल। सप्तरीको राजविराज विमानस्थलबाट बुद्ध एयरलाइन्सले आगामी माघ 18 गते शनिबारदेखि नियमित हवाई उडान सेवा सञ्चालन गर्ने भएको छ। पर्यटन वर्ष 2020 लाई लक्षित गरी बुद्धले उडान सेवा सुरु गर्न लागेको हो। यसअघि राजविराज विमानस्थलबाट श्री एयरलाइन्सले हप्तामा 3 दिन उडान भर्दै आएको छ। बुद्ध एयरको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरी राजविराजमा आफ्नो कार्यालय समेत स्थापना गरेको छ। विगत श्री एयरलाइन्सले यहाँ वायु सेवा सञ्चालन गरे जस्तै यो श्री एयरलाइन्सले खासमा हप्ताको 3 दिन गरिरहेको थियो, सोमबार, बुधबार र शुक्रबार। अब यो आगामी माघ 18 गते फेब्रुअरी 1 तारिकबाट बुद्ध एयरले निरन्तर अथवा साताको 7 दिन यहाँबाट सञ्चालन गर्नेछ। बुद्ध एयरले दैनिक रूपमा हवाई सेवा सुरु गर्ने निश्चित भएको नागरिक उड्डयन कार्यालय राजविराजका प्रमुख भीमदत्त पन्तले जानकारी दिएका छन्। 1बाट दिने भनेर चाहिँ उसले आफ्नो अफिस पनि स्थापना गरिसक्यो, काउन्टर पनि निर्माण गर्नको लागि उसले आफ्नो प्राविधिक ल्याएर जाँच सबै गरेर चाहिँ गएको छ। फेब्रुअरी 1बाट निश्चितै भइसकेको छ, उसको सेवा सुचारू नै हुनेछ। प्रारम्भिक चरणमा बुद्धको 47 सिट क्षमताको विमानले उडान भर्ने तथा यात्रुहरूको चापलाई ध्यानमा राखी 72 सिट क्षमताको विमानले समेत उडान भर्ने जनाइएको छ। विक्रम सम्वत 2016 सालमा स्थापना भई हाल सञ्चालनमा रहेको राजविराज विमानस्थलबाट रात्रिकालीन उडानको समेत परीक्षणका लागि आवश्यक प्रक्रिया थालिएको छ। रात्रिकालीन उडानको विषयमा सम्भाव्यता अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण काठमाडौँबाट गत पुसमा देवेन्द्र श्रेष्ठ, राजेन्द्र सिंह नायक, महेश बस्नेत लगायतका विज्ञ तथा प्राविधिकहरूको टोलीले अध्ययन गरिसकेको छ। अहिले हाम्रो राजविराज एयरपोर्ट भनेको VFR फ्लाइट हुने एयरपोर्ट हो। यो VFR फ्लाइट भनेको कस्तो भन्दाखेरि हामीले चाहिँ भिजुअल फ्लाइट रुल भन्छ, यसको चाहिँ फुल फर्म चाहिँ भिजिबिलिटी 5 किलोमिटर चाहिनुपर्ने र सिलिङ 1500 फिट चाहिँ चाहिनुपर्ने अवस्था हुन्छ। IFR सिस्टममा इन्स्ट्रुमेन्टद्वारा चाहिँ ल्यान्डिङ गर्नुपर्ने अवस्था भएको हुनाले कम भिजिबिलिटीमा ल्यान्ड गर्न सक्ने र रात्रिकालीन पनि उडान गर्न सक्ने किसिमको प्रोसिजरको लागि एउटा टोली आएको हो। अब यो प्रोसिजर बनाउने क्रममा चाहिँ अघि बढेको छ र रनवेमा लाइटहरू राखिसकेपछि र प्रोसिजर बनिसकेपछि यहाँ IFR सिस्टमको फ्लाइटहरू चाहिँ उडान सञ्चालन गर्न सकिने अवस्था चाहिँ देखिएको छ। यसले गर्दाखेरि धेरै राम्रो, अब यस्तो क्यान्सल हुने अवस्था आदि इत्यादि चाहिँ कम हुन्छ, अहिलेको अवस्थाभन्दा कम हुन्छ। राजविराज विमानस्थलबाट एकलौटी रूपमा श्री एयरलाइन्सले हप्तामा 3 दिन उडान भर्दै आएको छ। यद्यपि बुद्ध एयरले सेवा नियमित गरेपछि प्रतिस्पर्धा समेत बढ्ने भएकोले भाडा दरमा समेत यात्रुहरूले सुविधा पाउने विश्वास गरिएको छ। अब बुद्धले चाहिँ भाडा चाहिँ तय गरेको छैन। अब भाडा तय गर्दाखेरि उसको अपरेटिङ कस्ट, फ्लाइट अपरेटिङ कस्ट हेरेर यहाँको सबै मार्केटको चाहिँ सबै कुराहरू बुझेर उसले चाहिँ दर रेट तय गर्ने कुरो गरेको छ। अब सायद अब प्रतिस्पर्धा भयो भने केही चाहिँ अब उसलाई चाहिँ अपरेटिङ कस्ट भन्दा तल नझर्ने गरेर चाहिँ उसले चाहिँ घटाउनु पनि सक्छ अथवा यही श्री एयरकै रेट पनि राख्न सक्छ। अब यो लगभग चाहिँ यो केही दिनपछि चाहिँ थाहा हुन्छ यो बारेमा। यसका साथै भ्रमण वर्ष 2020 समेतलाई मद्दत मिल्ने निश्चित छ। यातायातको पहुँच भएको ठाउँमा भिजिटरहरू अथवा पर्यटकहरू छिटो, छरितो र सुविधायुक्त सेवा चाहिँ उपलब्ध गर्न सकेमा अझै चाहिँ बढ्न सक्ने सम्भावना निकै छ। यहाँको धार्मिक स्थलहरूदेखि लिएर यहाँबाट आएको प्यासेन्जरहरू, काठमाडौँबाट राजविराज आएको प्यासेन्जरहरूले जनकपुर हुँदै काठमाडौँ जान सक्ने एउटा त्यो पनि सम्भावना देखिएको छ। अर्को चाहिँ यहाँको चतराधाम छ, चतराधाम हुँदै चाहिँ विराटनगर जान सक्ने चाहिँ एउटा त्यो सम्भावना पनि देखिएको छ। यसले गर्दाखेरि चाहिँ अझै पर्यटकहरू चाहिँ भित्रिने सम्भावना राम्रो छ। यसले आन्तरिक पर्यटकहरूलाई पनि, आन्तरिक र अब बाह्य पर्यटकहरूलाई यसले चाहिँ राम्रै टेवा दिन्छ। अहिलेको अवस्थाभन्दा राम्रै चाहिँ हुन्छ।
बुद्ध एयर टिमलाई हाम्रो तर्फबाट समेत नियमित एवं सफल उडानका लागि शुभकामना। मधेस दर्पण यूट्यूब चैनल के एकने लाइक शेयर आ सब्सक्राइब करू। प्लीज सब्सक्राइब मधेस दर्पण यूट्यूब चैनल।